हिजो हामीले हालेको 1 देखि 5 सम्मको भिडियो तपाईहरुले हेरिसक्नुभयो, कस्तो लाग्यो त? र आज चाहिँ हामी जुन 6 देखि 10 सम्मको भिडियो हाल्ने छौं, जुनलाई तपाईहरुले राम्रोसँग हेर्नु होला र यस्तै भिडियो हेर्न चाहनुहुन्छ अथवा कोरियन भाषा सम्बन्धित केही सिक्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। फाङो छाङछी भनेको चाहिँ सुरक्षित उपकरण भन्ने, सुरक्षित साधन अथवा सुरक्षित उपकरण जसले चाहिँ मान्छेको शरीरलाई बचाउँछ अथवा काम गर्ने व्यक्तिको शरीरलाई बचाउने चाहिँ फाङो छाङछीगा मुअसिनगायो। सुरक्षित उपकरण अथवा सुरक्षित साधन भनेको के हो भन्दा खिगे दुङेस मेसिन आदिबाट, खिगे भनेको मेसिन, दुङ भनेको आदि इत्यादि, एसा भनेको बाट, मेसिन आदिबाट फाल्सेङ हानुन भनेको देखा पर्नु अथवा सेङ्गिदा भन्ने, सेङ्गिदा, मेसिन आदिबाट फाल्सेङ हानुन देखा पर्ने विहम खतराको योइन भनेको चाहिँ कारण पनि भन्न मिल्यो तर तत्त्व भन्ने, रोउरो बुथ भन्यो भने चाहिँ बाट भन्ने के, तत्त्वबाट। ल फाङो छाङछी मान्छेको काम गर्ने व्यक्तिको चाहिँ शरीर बचाउने अथवा शरीरलाई सुरक्षित गर्ने सुरक्षित साधन चाहिँ मुअसिनगायो के हो भन्यो भने चाहिँ खिगे दुङेस मेसिन आदिबाट फाल्सेङ हानुन देखा पर्ने विहम खतराको योइनुरोबुथ खतराको कारण अथवा तत्त्वहरूबाट छागप्चा काम गर्ने व्यक्ति, ए भनेको को काम गर्ने व्यक्तिको सिन्झेरुल भनेको शरीरलाई फोहो हागना सुरक्षित गर्ने अथवा विहमुल खतरालाई, यो गना चाहिँ यता जोडिएर पढ्न अप्ठ्यारो जस्तो छ तर त्यतापट्टिबाट लिने है, फोहो हागना भनेको सुरक्षित गर्ने अथवा विहमुल खतरालाई छादनादा भनेको बन्द गर्नु रोक्नु, खतरालाई रोक्ने सल्बी भनेको उपकरण अथवा साधन हो भनेर भन्नु। ल सर यसलाई पढ्न चाहिँ फाङो छाङछीगा मुअसिनगायो भनेर भन्यो भने खिगे दुङेस मेसिन आदिबाट फाल्सेङ हानुन उत्पन्न हुने अथवा देखा पर्ने विहम योइनुरोबुथ खतराको कारणबाट तत्त्वबाट छागप्चाए काम गर्ने व्यक्तिको सिन्छेरुल शरीरलाई फोहो हागना सुरक्षित गर्ने अथवा विहमुल खतरालाई छादन हानुन रोक्ने बन्द गर्ने सल्बी इम्निदा भनेको साधन हो भनेर भन्यो। ल त्यस पछाडि अर्को प्रश्नमा जाउँ। वाहक मुल्जिल भनेको रासायनिक पदार्थ जुन हामीलाई चाहिँ यो विषाक्त पदार्थ अथवा रासायनिक पदार्थ चाहिँ मुअसिनगायो के हो? रासायनिक पदार्थ भनेको के हो? रसायनहरू हुन्छ नि त हाम्रो शरीरलाई असर गर्ने रासायनिक पदार्थ, केमिकलिक पदार्थ भनौँ न, केमिकलिक चिजहरू। सापचाङ साप भनेको नि काम, जाङले चाहिँ ठाउँ, सापचाङ भनेको कार्यस्थल एसबाट अथवा कार्यस्थलमा, छेफुमुल भनेको सामग्रीहरूलाई मान्दुल्दा बनाउनु, अनि नन्देले चाहिँ यसले चाहिँ बेला बेलामा दाखेरी बनाउँदाखेरि अथवा बनाउने बेलामा, सापजाङ एस कार्यस्थलमा छेफुमुल सामग्रीहरूलाई मान्दु नन्दे बनाउने बेलामा बनाउँदाखेरि सायोङ हानुन प्रयोग गरिने खोछे भन्यो भने चाहिँ ठोस पदार्थ है, ठोस पदार्थ। अनि यक्षे भन्यो भने चाहिँ तरल पदार्थ, अनि खिछे भन्यो भने चाहिँ ग्यास पदार्थ। ल खोछे ठोस पदार्थ, यक्षे तरल पदार्थ, खिछे ग्यास अथवा ग्यासयुक्त पदार्थ, रो उरो भनेको बाट अथवा त्यो मार्फत साराम एगे मान्छेलाई युहे हादा भनेको चाहिँ असर गर्नु, जस्तै युहे हादा अथवा हेरोप्ता हो, यसको चाहिँ अर्थ असर गर्नु है। युहे खासु भन्छ नि त असर गर्ने ग्यास अथवा हानिकारक ग्यास, त्यहीबाट चाहिँ युहे हादा अथवा हेरोप्ता भनेको असर गर्ने, गनाले चाहिँ वा अथवा फोक्पाल भनेको चाहिँ विस्फोटक, फोक्पा राधा, थजिदा, फाल्फा हादा, यसले चाहिँ विस्फोटक अथवा फुट्नु भन्ने हुन्छ है। फोक्पाल विस्फोट हुने, दुङे आदिको, विहम सङ भनेको चाहिँ खतराको पक्ष अथवा खतराको तथ्यलाई खाजिन बोकेको लिएको, मुल्जिल इम्निदा भनेको पदार्थ हो अरे, खतरा हुने पदार्थ हो क्या। वाहक मुल्जिरी मुअसिनगायो
रासायनिक पदार्थ भने के हो भन्दा साप जाँगेस कार्यस्थलमा छेफुमुल मान्दुनन्दे सुरक्षित सामग्रीहरू बनाउने बेलामा सायोङ हानुन प्रयोग गरिने खोछे ठोस पदार्थ, यक्षे तरल पदार्थ, खिचे ग्यास पदार्थ, रोउरो भनेको द्वारा सारामेगे मान्छेलाई युहे हागना असर गर्ने अथवा फोकपाल दुङे विस्फोटक आदिको विहमसँगी खतराको तत्त्वलाई खाजिन लिएको भएको मूलजिल इम्निदा पदार्थ हो भन्ने भन्यो भने चाहिँ यसलाई चाहिँ हामीले वाहक मूलजिल भनेर भन्नु। ल अब अर्को 8 नम्बरको प्रश्न छ, यसको चाहिँ अर्को पेजमा छ उत्तर चाहिँ। ल यसरी लेखौँ न। ल हेर्नु है, एमएसडिडी जसलाई चाहिँ मूलजिल आञ्जन फोगन छार्यो। मूलजिल भनेको सामग्री, आञ्जन भनेको सुरक्षा, फोगन भनेको स्वास्थ्य, छार्यो भनेको पदार्थ, मुसिनगायो भनेको के हो। ल एमएसडिडीगा भनेर तपाईँलाई नि सोध्न सक्छ है, उनीहरूले पनि इङ्ग्लिस त बोल्छ नि त सोध्ने बेलामा। एमएसडिएस रहेछ, एमएसडिएस गा मुसिनगायो भन्यो भने पनि त्यही हो। यदि त्यसको फुल फर्म कोरियनमा चाहिँ मूलजिल आञ्जन फोगन छार्यो भनेको पदार्थ अथवा सामग्री, पदार्थको सुरक्षा र स्वास्थ्यको सामग्री भनेको चाहिँ के हो भनेर सोध्यो भने चाहिँ अब यसको प्रश्नको उत्तर चाहिँ यतापट्टि छ। ल वाहक मूलजिरे थेहान भनेको चाहिँ रासायनिक पदार्थको बारेमा छङ्बो जानकारी। अब तपाईँहरूलाई यो सबै भित्रको आएन भने चाहिँ छङ्बोगा थामगिन भनेर सिधै भन्दै नि भयो। रासायनिक पदार्थको बारेमा जस्तै वाहक मूलजिरे थेहान छङ्बोगा थामगिन सल्मेङ छ इम्निदा, सटिकमा भन्न चाहनुभयो भने यो यति घोके पनि पुग्यो। तर अलि डेप्थमा दिन्छु, अरूको भन्दा बेटर गर्छु भन्ने छ भने चाहिँ यो भित्रको कुराहरू पनि भन्ने है। ल वाहक मूलजिरे थेहान रासायनिक पदार्थको बारेमा छङ्बो जानकारी। त्यो जानकारीमा के पर्छ भन्दा इरुम, त्यो रासायनिक पदार्थको नाम के हो, कुन रासायनिक पदार्थले असर गर्ने रासायनिक पदार्थ के हो, सङ्बुन भनेको त्यसको तत्त्व के हो, त्यसको तत्त्व के छ, के तत्त्वले असर गर्छ भन्ने। युहे सङ भनेको चाहिँ युहे आधा भनेको असर गर्नु अथवा हानिकारक गर्नु, हानिकारक तत्त्व के छ, विहम सङ त्यसको खतराको पक्ष के छ, त्यसबाट के खतरा हुन्छ। फोगवान फाङबब त्यसलाई कसरी भण्डारण गर्ने, भण्डारणको तरिका के हो। थारुदा भनेको ह्यान्डल गर्नु, यो टीवाला थारुदा आयो भने चाहिँ ह्यान्डल गर्नु है, अथवा छुइगुप हादा भने नि हुन्छ। थारुल्ते भनेको त्यसलाई ह्यान्डल गर्ने बेलामा अथवा त्यसकै काम गर्ने बेलामा छुइ हालजम होसियार हुनुपर्ने बिन्दु के छ अथवा के कुरामा होसियार हुनुपर्छ। फिर्योहान फोगो त्यो रासायनिक पदार्थको काम गर्ने बेलामा आवश्यक पर्ने सुरक्षित साधन के हो, कस्तो सुरक्षित साधन लगाएर काम गर्नुपर्छ। उङ्गुप छोची भनेको आकस्मिक एक्सन के लिनुपर्छ, त्यसबाट असर पर्यो भने चाहिँ के एक्सन लिनुपर्छ। दुङ आदि, थामगिन भनेको चाहिँ भएको राखिएको, सल्मिङ छ भनेको व्याख्या पत्र इम्निदा भनेको हो। ल एमएसडिएस गा मुसिन गायो अथवा मूलजिल आञ्जन फोगन छार्यो गा मुसिन गायो भने चाहिँ वाहक मूलजिरे थेहान रासायनिक पदार्थको बारेमा छङ्बो जानकारी, जसमा इरुम नाम, सङ्बुन त्यसको तत्त्व पदार्थ अथवा सामग्री, युहे सङ भनेको असर गर्ने हानिकारक पदार्थ, हानिकारक तत्त्व के छ, विहम सङ खतराको पक्ष के छ, फोगवान फाङबब भनेको त्यस्तो हानिकारक पदार्थलाई कसरी भण्डारण गर्ने, थारुल्ते भनेको ह्यान्डल गर्ने बेलामा, छुइ हालजम भनेको चाहिँ होसियार हुनुपर्ने कुरा के छ, फिर्योहान फोगो सुरक्षित साधन, आवश्यक पर्ने सुरक्षित साधन के हो त्यसको काम गर्ने बेलामा, उङ्गुप छोची भन्यो भने चाहिँ आकस्मिक एक्सन के लिनुपर्छ, दुङ आदि गा, थामगिन भनेको राखिएको, सल्मेङ छ इम्निदा भनेको चाहिँ व्याख्या पत्र हो। ल अब 9 नम्बरको प्रश्न हेरौँ। मिल्फे खोङ्गान। अब मिल्फे हादा भनेको हावा रहित प्याकिङ गर्नु भनेर हामीले बुकमा नि पढेको। मिल्फे हादा, मिल्फे हादा चाहिँ हावा रहित प्याकिङ गर्नु, खेबोङ हादा आयो भने चाहिँ फेरि त्यो प्याकिङ खोल्नु भनेर चाहिँ हामीले कतिमा भन्दा 52 लेसनमा पढेको है। ल मिल्फे हावा रहित खोङ्गान भनेको ठाउँ। जस्तै तपाईँहरूले कुनै ठाउँमा एकदमै कुनै काम चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यो ठाउँमा बाहिरको हावा नछिरोस्, झ्याल ढोका सबै बन्द गरेर गर्नुपर्ने हुन्छ अथवा अक्सिजन बोकेर गर्नुपर्ने हुन्छ। त्यो अक्सिजन बोकेर बन्द कोठामा गर्ने काम हुन्छन्, हो त्यस्तो ठाउँलाई चाहिँ मिल्फे खोङ्गान भन्ने हो क्या। हावा रहित, जहाँबाट बाहिरको हावा पास हुने, भेन्टिलेसन भएको छैन, अक्सिजन लगाएर काम गरिएको छ भने त्यस्तोलाई चाहिँ
मिल्फे खोङ्गान भनिन्छ। मिल्फे खोङ्गान भनेको के हो भन्छ। अब यत्रो त थाहा छ हामीलाई, तर त्यसलाई कोरियनमा भन्नु पऱ्यो नि त, अक्सिजन नभएको ठाउँ भनेर त भएन। ल थोङफुङ भनेको चाहिँ हावा है, थोङफुङ भनेको चाहिँ हावा, खोङ्गी खोङ्गी अनि थोङफुङ, थोङफुङ कहिलेकाहीँ चाहिँ फुङ मात्रै आउँछ, यसैबाट त सनफुङ आएको हो नि त। ल थोङफुङी भनेको चाहिँ हावा, छुङबुन आधा भनेको पर्याप्त हुनु, फुल आयो भने नेगेटिभ हुने भयो, अपर्याप्त हुनु अथवा नपुगेको। यसलाई चाहिँ हामीले यो के अरे फुल छुङबुन आधा भन्न आएन भने तपाईँहरूले यसलाई चाहिँ फुजोक आधा भनिदिने क्या, केही हुँदैन। फुजोक आयो भनिदिने पनि हुन्छ। फुल छुङबुन आयो घोक्दा त्यति मजाले आएन भने थोङफुमी फुजोक आयो, अथवा यही भन्न सक्यो भने चाहिँ फुल छुङबुन आयो। सान्सो खेलफिप, सान्सो भनेको अक्सिजनको, खेलफिप आधा भनेको अभाव हुनु। खेलफिप भनेको चाहिँ अभाव है, खेलफिप आधा भनेको चाहिँ अभाव हुनु, अक्सिजनको अभाव भएर, अक्सिजनको अभाव। अथवा युहे खासु भनेको चाहिँ हानिकारक ग्यास, छुङ्गी भनेको चाहिँ बाफ भन्छ कि बाफ, छुङ्गी बाफ। तोनुन भनेको त्यसै गरी, फुन्जिन भनेको धुलो, फुन्जिन। अनि त्यस पछाडि मन्जी अनि थिकुल, यो चाहिँ धुलो। फुन्जिनी धुलो, छोन्जे हायो भनेको त्यहाँ भित्र धुलो भएर के कुराहरू, यो छोन्जे आधाले चाहिँ कहिलेकाहीँ सुरक्षित गर्नुहुन्छ, कहिलेकाहीँ जतन गर्नुहुन्छ। अहिले चाहिँ यसको चाहिँ त्यहाँ त्यो पर्याप्त हुनु भन्न खोजेको क्या। मिल्फे खोङ्गानी मुहसिन गयो भने चाहिँ थोङफुङी हावा फुल छुङबुन आयो भनेको अपर्याप्त भएर पर्याप्त नभएर, सान्सो खेलफिप अक्सिजनको अभाव, युहे खासु हानिकारक ग्यास, छुङ्गी बाफ, तोनुन त्यसै गरी, फुन्जिनी धुलो, छोन्जे हागना भनेको धुलो, छोन्जे आधा भनेको धुलो त्यहाँनिर भित्र भएर, अथवा फाल्सेङ हाल भनेको देखा पर्ने, युरेगा इन्धन भनेको तत्त्व भएको अथवा कारण भएको खोङ्गा निम्निदा। अक्सिजनको अभाव भएर के देखिन सक्छ भन्दाखेरि यो मिल्फे खोङ्गानमा चाहिँ के समस्या देखिन सक्छ भन्दा सान्सो खेलफिप हुन्छ, युहे खासु हानिकारक ग्यास हुन्छ, छुङ्गी बाफ हुन्छ, तोनुन त्यसै गरी फुन्जिनी धुलोहरू, छोन्जे हागना, छोन्जे आधा भनेको त्यो कोठाभित्र चाहिँ धुलो चाहिँ पर्याप्त हुनु अथवा त्यसको अवस्थित हुनु भन्ने क्या, अवस्थित भएको नाइन अथवा फाल्सेङ हाल देखा पर्न सक्ने युरेगा इन्धन जुन घटना अथवा असर भएको खोङ्गा निम्निदा ठाउँ हो भन्छ। जुन घटनाहरू देखा पर्न सक्ने खालको ठाउँ, के घटना देख्न पर्छ भन्दा अक्सिजनको अभाव हुनसक्छ, हानिकारक ग्यास हुनसक्छ, बाफ हुनसक्छ, धुलो पर्याप्त हुनसक्छ भित्र हो, देखा पर्न सक्ने असरहरू भएको एरियालाई चाहिँ हामीले मिल्फे खोङ्गान भनेर भनिन्छ। हेरौँ है, मिल्फे खोङ्गानी मुहसिन गायो भन्यो भने चाहिँ यस्तो आयो भने तपाईँले थोङफुङी फुजोक आयो अथवा फुल छुङबुन आयो, सान्सो खेलफिप अक्सिजनको अभाव, युहे खासु हानिकारक ग्यास, छुङ्गी बाफ, तोनुन त्यसै गरी, फुन्जिनी धुलोहरू, छोन्जे आयो प्राप्त भएर अथवा त्यहाँ अवस्थित भएर, फाल्सेङ हाल उत्पन्न हुन सक्ने युरेगा इन्धन घटना भएको अथवा घटना देखा पर्न सकिने खोङ्गा निम्निदा ठाउँ हो, जसलाई चाहिँ हामीले मिल्फे खोङ्गान भनेर भनिन्छ। ल अर्को प्रश्नमा जाउँ। वाङ्गीका मुसुन तुसिन गायो, वाङ्गी भनेको चाहिँ जुन हामीले पहिला बुकमा नि पढेको हो, भित्रको हावा र बाहिरको हावालाई एक्सचेन्ज गर्ने जुन काम चाहिँ भेन्टिलेसन फ्यानले पनि गर्छ, अथवा ढोका खोले पनि हुन्छ, झ्याल खोले पनि हुन्छ। भित्रको दूषित हावालाई बाहिर पठाउने र बाहिरको चाहिँ फ्रेस हावालाई भित्र सञ्चालन गर्ने कामलाई चाहिँ वाङ्गी भनिन्छ। ल यहाँनिर हेरौँ अब, सिल्ने कोठाभित्रको ओयमदोइन भनेको चाहिँ प्रदूषित भएको, ओयमदोइदा भनेको प्रदूषित हुने, ओयमदोइन प्रदूषित खोङ्गिरुल हावालाई चाहिँ वेबुए बाहिरको केकुथान खोङ्गिवा बाहिरको सफा हावा वालेसँग खेउछे हायो परिवर्तन गरी खोइजक हागो आनन्दित र आन्जन हान सुरक्षित किसिमको छागप वानगेङुल कामको वातावरणलाई युजी हानुन कायम गर्ने हेङ्गुई इम्निदा काम हो अथवा क्रियाकलाप हो, जसलाई चाहिँ हामीले के भन्छौँ त वाङ्गी भनेर भनिन्छ। ल एकचोटि फेरि हेर्नुहोस् है, वाङ्गीगा मुसुन तुसिन गायो भनेर प्रश्न गर्यो भने यदि कोरियनले सोध्ने बेलामा चाहिँ तपाईँहरूले ढुक्क भएर आनन्द तरिकाले सिल्ने ए कोठाभित्रको ओयमदोइन खोङ्गिरुल जुन प्रदूषित हावालाई, वेबु ए बाहिरको केकुथान खोङ्गिवा बाहिरको चाहिँ सफा हावासँग खेउछे हायो परिवर्तन गरी खोइजक हागो आनन्दित र आन्जनहान सुरक्षित किसिमको छागप वानगेङुल कामको वातावरणलाई युजी हानुन कायम गर्ने हेङ्गुई इम्निदा क्रियाकलाप हो अथवा कार्यलाई चाहिँ हामीले के भनिन्छ
वाङ्गी भनेर भनिन्छ। आजको भिडियोमा हजुरहरूले 6 देखि 10 सम्मको हेरि नै सक्नुभयो। अब भने हामी अर्को भिडियोमा 11 देखि 15 सम्मको भिडियो ल्याउने नै छौँ र यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु है त। धन्यवाद।